हेलो गुड आफ्टरनुन मेरो साथीहरुमा र मैले जानेको कुराहरु र बुझेको कुराहरु छोटो तपाईं माझमा शेयर गर्न चाहे र भिडियो कस्तो लाग्छ लाइक शेयर गर्न नभुल्नु होला। र विशेष लुगाहरु हामी कतिचोटी धोएर सुकाउँछौं है, डोरीमा सुकाइराख्छौं र सानो सानो नानीहरु हुनेले पनि यो कुराहरु बुझ्नुपर्ने छ है कि हामीले लुगाहरु सुकाएर हामीले उठाउँदैनौं। त्यो नउठाएको कारण बेलुका हाम्रो घरमा विभिन्न बत्तीले बलेको कारण पुतलीहरु आउँदो रहेछ है, पुतलीहरु माकुरा लगाएर त्यो लुगामा बस्छ अनि त्यो लुगामा बसेको कारण कतिवटा त्यो जुसहरु झारेको हुन्छ अनि कतिचोटी त्यो लुगामै हुन्छ, हामी उठाउँदाखेरि याद हुँदैन है, त्यतिकै राख्छौं अनि लाउँदाखेरि कतिचोटी हाम्रो नानीहरुको जिउमा चिली पठाउँछ है, त्यो जुसहरु लाग्छ, चिलाउँछ, इन्फेक्सनहरु हुन्छ है, कतिचोटी हाम्रोमा चिलाउने घाउहरु यस्तो विभिन्न प्रकारको कुराहरु निस्केर आउँछ। त्यो कुरा चाहिँ तपाईले हामीले याद राख्नुपर्ने छ साथी हो। अनि जति पनि हामीले लुगा चाहिँ बेलुका डोरीमै नराखेर सुकेको लुगा चाहिँ उठाएर पट्याएर राख्नुपर्ने अनि चिसो लुगा छ भने उठाएर तपाईले बट्टामा हालेर राख्नुपर्ने छ साथी। यो कुरा चाहिँ तपाईले हामीले ध्यान राख्नुपर्ने छ। हुन्छ, धन्यवाद।